पर्खिनु एकैछिन त पर्खिनु। कति चाहिँ स्क्रोल गर्नुहुन्छ कि भिडियोहरू। हजुरहरूकै लागि भनेर त बनाएको हो भिडियो त पुरा हेरेर जानु। के थाहा न हजुरहरूलाई यो भिडियोले केही हेल्प गर्छ कि। यो मैले देखाइरहेको चाहिँ भिटामिन सी को सिट मास्क हो। यो भिडियो चाहिँ त्यो साथीहरूको लागि जो चाहिँ आफ्नो बिजी लाइफमा स्किन केयर फलो गर्न सकिरहनु भएको छैन, तर अरूहरूको जस्तै आफ्नो स्किनमा पनि ग्लो आओस्, स्किन अलि ब्राइट होस् भन्ने चाहना राख्नुहुन्छ। यो भिटामिन सी को सिट मास्कले चाहिँ हजुरहरूलाई त्यो स्किन अचिभ गर्न मद्दत गर्दछ। यो सिट मास्कले चाहिँ हजुरहरूको स्किन ब्राइट गर्न मद्दत गर्दछ। डल, ड्राई स्किन अनि थाकेको स्किनलाई चाहिँ यसले रिपेयर गर्न मद्दत गर्दछ। यो एउटा सिट मास्कले चाहिँ कति धेरै कुराहरू चाहिँ हजुरहरूलाई दिइराखेको हुन्छ। मैले चाहिँ यो सिट मास्कलाई अहिले यो गर्मी सिजनमा चाहिँ फ्रिजमा राख्ने गर्छु अनि चिसो लगाउँदाखेरि चाहिँ फिलिङ नै छुट्टै हुन्छ। यसमा चाहिँ कति धेरै मोइस्चराइजर छ हजुरले देख्न सक्नुहुन्छ। यसलाई मैले लगाएर 10-15 मिनेट राखेर अनि निकाल्दाखेरि पनि यति धेरै मोइस्चराइजर चाहिँ अझै पनि बाँकी थियो। भनेपछि हजुरहरूको स्किन चाहिँ एकदमै ड्राई छ अनि त्यसपछि मोइस्चराइजरै छैन भनेदेखि चाहिँ यो सिट मास्क चाहिँ हजुरहरूको लागि हुन सक्छ। र मेरो प्यारो ब्युटिफुल साथीहरू, यो सिट मास्क चाहिँ एकचोटि हजुरहरूले युज गर्नु होला र आफ्नो लागि पनि अलिअलि टाइम निकालेर आफ्नो स्किनलाई हेरचाह गर्नु होला। र मेरो आइडी भिजिट गर्ने साथीहरूले पनि मलाई फलो गर्नु होला। म फलो ब्याक पक्कै पनि दिनेछु। प्लिज गाइज एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्दै जाउँ। यसरी नै हो हामीहरू सबैजना अगाडि बढ्ने। थ्याङ्क यू।